परमेश्वरलाई महिमा हो। जय मसीह मेरो प्रिय। आज फेरि पनि तपाईँहरूको माझमा परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेको छु। मेरो प्रिय, भजन सङ्ग्रह 31 को 24 पदमा राजा दाउदले लेखेको भजनमा यसरी भन्दछन्, हे परमप्रभुमा आशा राख्ने सबैजना हो, शक्तिशाली हो अनि ढाडस गर। दाउदको जीवनमा धेरैचोटि दुःख, कष्ट र परीक्षाको बाटो भएर दाउद हिँड्नु पर्यो, जानु पर्यो मेरो प्रिय। अनि यो सबै कठिन परिस्थितिको बिचमा पनि परमेश्वरले दाउदलाई के गर्नुभयो? सुरक्षा दिनुभयो। अनि हरेक परिस्थितिमा सुरक्षा दिनुभयो। किन भन्दा दाउदले चाहिँ परमप्रभुमा भरोसा, परमप्रभुमा आशा राख्दथे। आफ्नो जीवनका हरेक परिस्थितिमा चाहिँ दाउदले परमप्रभुमा नै के गरे? भरोसा गरे। अनि आज म तपाईँहरूलाई आशा राख्नेहरूको लागि परमेश्वरको आह्वान भन्ने टाइटलमा रहेर परमेश्वरको जीवित वचनबाट म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँले कठिन परिस्थितिमा आशा कहाँ राख्नु भएको छ? अनि डर, निराशा र समस्याको बिचमा तपाईँको बल कहाँबाट आउँदछ? अनि के तपाईँ परमेश्वरमा भरोसा गरेर साहसी जीवन जिउँदै हुनुहुन्छ? यदि त्यसो हो भने मेरो प्रिय, परमप्रभुमा आशा राख्न परमेश्वरले तपाईँलाई आह्वान गर्नुभएको छ। हालेलुया। दाउदले धेरै दुःख, शत्रुहरूको परीक्षाको सामना गरे। उनले के सिके भन्दा मानिसमा होइन तर परमप्रभुमा आशा राख्नेहरूलाई परमेश्वरले बल र के गर्नुहुन्छ? साहस दिनुहुन्छ। यो पदले चाहिँ विश्वासीहरूलाई जस्तोसुकै परिस्थिति भए पनि चाहिँ विश्वासमा अडिग रहन के गरेको छ? आह्वान गरेको छ। अनि विश्वासी हुँदैमा, परमेश्वरमा विश्वास गर्दैमा हाम्रो जीवनमा डर, कठिन परिस्थितिहरू आउँदैन भन्ने होइन प्रिय। विश्वासीको जीवनमा अझ कठिन चुनौती र परीक्षाको बाटो भएर हामी हिँड्नु पर्दछ। अनि त्यो कठिन परीक्षाको बाटो भएर हामी हिँड्दै गर्दा मेरो प्रिय, के तपाईँ परमप्रभुमा आशा राख्नुहुन्छ? निश्चय नै परमप्रभुले ती कठिन परिस्थितिको बिचमा मलाई के गर्नुहुन्छ? सुरक्षा दिनुहुन्छ, मलाई बचाउनुहुन्छ, मलाई सामर्थ्य, शक्ति र बल प्रदान गर्नुहुन्छ भन्ने कुरामा के तपाईँ विश्वास गर्नुभएको छ? यदि हो भने मेरो प्रिय, तपाईँले परमप्रभुमा आशा राख्नुभएको छ। मेरो प्रिय, यसै प्रसङ्गमा म 3वटा महत्त्वपूर्ण बुदामा तपाईँहरूलाई बताउन चाहन्छु। परमप्रभुमा आशा राख्नुहोस्। दुःखको घडीमा, कष्टको घडीमा, परीक्षाको बिचमा तपाईँले के गर्नुहोस्? परमप्रभुमा आशा राख्नुहोस्। परमेश्वरले के गर्नुभयो? तपाईँलाई बोलाउनुहुन्छ परमप्रभुमा आशा राख्न, उहाँमा नै भर पर्न, भरोसा गर्न परमेश्वरले के गर्नुहुन्छ? बोलाउनुहुन्छ। संसारको आशा अस्थायी हुन्छ तर परमप्रभुको आशा कहिल्यै पनि के हुन्छ? असफल हुँदैन। परमेश्वरमा जब तपाईँले आशा राख्नुहुन्छ नि, तपाईँ कहिल्यै पनि असफल हुँदैन। मेरो प्रिय, दाउद गलियतसँग चाहिँ लड्न एउटा त्यत्रो ठुलो विरोध, सिपाही सबै व्यक्तिहरू डराइरहेका थिए, थरथरै कामिरहेका थिए। उनको हाइट, बडी, शरीर, उनीसँग भएको प्रोटेक्सनका कुराहरू भयो, अनि उनीसँग भएका साधन सुरक्षाका कुराहरू, सबै कुराहरू देखेर चाहिँ मानिसहरू डराएका थिए। त्यति अग्लो हाइट, बडी, हेल्थ, ठुलो शरीर भएको व्यक्ति दाउद एउटा सानो पुट्के मानिस कसरी भिड्न सक्ला भनेर मानिसहरू चाहिँ डराइरहेका थिए मेरो प्रिय। तर दाउदले चाहिँ एउटै कुरा, परमप्रभुमा भरोसा राख्नुभयो। दाउदले जब गोठालाको जीवन जिउँदै गर्दा जङ्गलमा जङ्गली जनावरहरूसँग सामना गर्नु पर्यो आफ्नो भेडा बाख्राहरू बचाउनको लागि। उनले वचनमा भनेका छन् प्रिय, म कुनै तिनीहरूलाई के गर्थेँ? मार्थेँ। तिनीहरूको बिचमा म लडेर चाहिँ छुटाएर ल्याउँथेँ, भेडाहरूलाई के गर्थेँ? बचाउँथेँ। उनीहरूसँग, ती जङ्गली जनावरसँग, बाघ भालुहरूसँग म के गर्थेँ? लड्थेँ, म तिनीहरूलाई मार्थेँ। तर मेरो प्रिय, किन भन्दा तिनी जसले मलाई सिंह र बाघहरूबाट बचाउनु हुने परमेश्वरले मलाई के गर्नुहुनेछ? शत्रुहरूको हातबाट बचाउनु हुनेछ। उनले मानिसमा भरोसा गरेनन् तर परमेश्वरमा भरोसा गरे। मानिसले के भन्छ भन्ने कुरामा होइन तर परमप्रभुमा उनले के गरे? आशा राखे। निश्चय नै परमप्रभुले मलाई के गर्नुहुनेछ? गलियतको हातबाट बचाउनुहुनेछ। एउटा सानो ढुङ्गाले
उनले के गरे, त्यति सुरक्षा अपनाएर आएको व्यक्तिलाई पनि ढालिदिए, मारिदिए। मेरो प्रिय, परमेश्वर लडाइँमा विजय दिनुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ दुःखको बाटो, कष्टको बाटो, परीक्षाको बाटो भएर किन नगएको होस् त। जब तपाईँले तपाईँको कष्टको बिचमा परमेश्वरमा आशा राख्नुहुन्छ, विश्वास गर्नुहुन्छ, उहाँ भरोसा गर्नुहुन्छ भने निश्चय नै परमप्रभुले तपाईँलाई छुटकारा दिनुहुनेछ। निश्चय नै परमप्रभुले तपाईँलाई बल र तागत शक्ति दिनुहुनेछ। आमेन। प्रभुलाई धन्यवाद भएको होस्। अनि उहाँले आफ्ना जनहरूलाई कहिल्यै पनि त्याग्नु हुँदैन। मेरो प्रिय, परमेश्वरले कहिल्यै पनि आफ्ना जनहरूलाई त्याग्नुहुन्न, छोड्नुहुन्न। निरुत्साहित हो, नडरा, म तेरो परमेश्वर हो भन्ने बारम्बार कुरा परमेश्वरले आफ्नो प्रतिज्ञा हाम्रो जीवनमा राख्नु भएको छ। दोस्रो नम्बरमा चाहिँ हामी हेर्ने हो भने चाहिँ विश्वासमा बलियो हुनुपर्छ। मेरो प्रिय, जब तपाईँ परमेश्वरमा आशा राख्नुहुन्छ, भरोसा गर्नुहुन्छ, तपाईँको विश्वास चाहिँ बलियो हुनुपर्छ। हो, परमेश्वरले मलाई बोलाउनु भएको छ, उहाँले मलाई के गर्नुभएको छ, उहाँमा पूर्ण विश्वासज्ञ साथ के गर्नुहुन्छ, बोलाउनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले मैले पक्की अथवा फुल विश्वास गरेर, पूर्ण विश्वास गरेर परमप्रभुको चरणमा आउनुपर्छ। आध्यात्मिक बल प्रार्थना र परमेश्वरको वचन र शिक्षाबाट आउँछ। अनि तपाईँमा मेरो प्रिय, धेरैचोटि हामी निराश हुन्छौँ, हामी परीक्षामा पर्दछौँ। धेरैचोटि हाम्रो विश्वास कमजोर भएको कारणले जो परमप्रभुको चरणमा आउँदछ त्यो व्यक्तिमा चाहिँ परमेश्वरले के गर्नुहुन्छ, शक्ति दिनुहुन्छ। परमप्रभुको वचनमा के गर्नुपर्छ, विश्वास गर्नुपर्छ। परमेश्वरसँग प्रार्थनामा के गर्नुपर्छ, विश्वास गर्नुहुन्छ। तपाईँ म प्रार्थना गर्छौँ तर हाम्रो विश्वास चाहिँ ढकमकाएको हुन्छ। प्रार्थनामा वचन पढ्छौँ, दावा गर्छौँ तर चाहिँ हाम्रो विश्वास ढकमकाएको हुन्छ कि हुँदैन भन्ने अन्योलता तपाईँ मेरो जीवनमा, तपाईँ मेरो दिमागमा आउन सक्छ कतिचोटि मेरो प्रिय। तर चाहिँ पूर्ण विश्वास गर्नुपर्छ। परमेश्वरको वचन कहिल्यै पनि टलेर जाँदैन। परमेश्वरको वचन क्रियाशील छ, त्यसले काम गर्दछ मेरो प्रिय। त उनीहरूले पूर्ण रूपमा विश्वासमा बलियो हुनुपर्छ। कमजोरीको समयमा पनि परमेश्वरले के गर्नुहुन्छ, नयाँ बल र शक्ति दिनुहुन्छ। तपाईँ थकित भएको बेला, तपाईँ कमजोरी भएको बेला, तपाईँ आफैलाई कन्ट्रोलै गर्न नसक्ने अवस्थामा, बेचैन अवस्थामा, सोच्ने मस्तिष्कले काम गर्न छोडेको अवस्थामा पनि परमेश्वरमा जब भरोसा गर्नुहुन्छ, तपाईँलाई परमेश्वरले नयाँ बल र शक्ति प्रदान गर्नुहुन्छ। आमेन। अनि तेस्रो नम्बरमा हामी हेर्ने भने ढाडसका साथ अघि बढ्नुहोस्। मेरो प्रिय, जीवनमा कठिन परिस्थिति त मानिसको जीवनमा आउँछन् नै है। हरेक परिस्थिति चुनौतीपूर्ण छ जीवनको अर्थमा। तर चाहिँ त्यो अवस्थामा चाहिँ ढाडस लिन सक्ने, स्थिर विश्वास, अडिग रहने अनि नडगमकाउने विश्वास चाहिँ तपाईँ र ममा हुनुपर्छ। ढाडसका साथ जब हामी अगाडि बढ्नुपर्छ। चुनौतीहरू आउँछन्, चुनौती र समस्यामा चाहिँ हामी हार खानु हुँदैन। तर त्यो चुनौती हाम्रो समस्याभन्दा माथिको परमेश्वरमा जब हामी भरोसा गर्छौँ नि प्रिय, अनि त्यो समयमा परमेश्वरले हामीलाई के गर्नुहुन्छ, सामर्थ्य दिनुहुन्छ। त उनीहरूले डरले होइन मेरो प्रिय, विश्वासले निर्णय गर्नुपर्छ। धेरैचोटि विश्वासले दानिएलसँगको खोरमा रहे, विश्वासद्वारा उनले के गरे, परमेश्वरले मलाई निश्चय नै बचाउनु हुनेछ। शद्रक, मेशक र अबेदगोको आगोको भट्टीमा हाल्दा पनि मेरो परमेश्वरले मलाई बचाउनु हुनेछ भन्ने विश्वास उनीमा जाग्यो है। धेरैचोटि बाइबलमा धेरै व्यक्तिहरू छन् जसले चाहिँ परमप्रभुमा के गरे, दानिएल सिंहको खोरमा हुँदा उनले परमप्रभुले निश्चय नै मलाई बचाउनु हुनेछ भन्ने विश्वास गरे। अनि धेरैचोटि चाहिँ विश्वास हाम्रो के हुन्छ, डरले होइन तर विश्वासले नै निर्णय गर्न सक्नु पर्दछ। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने विश्वासले हामीलाई साहसी बनाउँछ मेरो प्रिय है। साहस, बलियो विश्वास बनाउन चाहिँ ढाडस साथ अगाडि बढ्नको लागि चाहिँ हाम्रो विश्वास बलियो हुनुपर्छ। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने विश्वास चाहिँ हामीमा हुनुपर्छ। उहाँले भन्नुहुन्छ, मृत्युको अन्धकारमय घाटी भएर जानु पर्दा तापनि म कुनै खतरादेखि डराउने छैन, दाउदले भन्छन्। किन भन्दा परमेश्वरले कहिल्यै पनि तपाईँलाई मृत्युको मुखबाट बचाउन सक्नुहुन्छ। एकमात्र परमेश्वर जसले तपाईँलाई जीवन र जीवनको मार्गमा दौडाउनुहुन्छ, मृत्युको हातबाट बचाउनुहुन्छ।
है। त्यो परमेश्वरमा हामीले के गर्नुपर्छ? विश्वास गर्नुपर्छ। तब हामी के हुन्छौँ? साहसी बन्दैछौँ। अन्तमा मेरो प्रिय यो 3वटा टेकअवेले चाहिँ आफ्नो आशा मानिसमा होइन परमेश्वरमा राख्नुहोस्। कठिनाइले विश्वासलाई कमजोरी होइन अझ बलियो बनाउँछ। परमेश्वरमा भरोसा गर्ने व्यक्ति अन्तत लज्जित हुँदैन, श्रममा पर्नु पर्दैन। त उनीहरूले यो वचनले हामीलाई यो कुरा सिकाउँछ प्रिय, यदि हाम्रो आशा परमप्रभुमा छ भने हामी बलियो र साहसी हुन सक्छौँ। परिस्थिति बदलिन समय लाग्न सक्छ, तर परमेश्वरको प्रतिज्ञा कहिल्यै पनि बदलिँदैन। त्यसैले डर होइन, विश्वासलाई हाम्रो जीवनमा रोजौँ, निराश होइन, आशालाई हाम्रो जीवनमा रोजौँ। परमेश्वरले पक्कै पनि तपाईँ अनि हाम्रो जीवनमा के गर्नुभएको छ? एउटा असल योजना, असल आशा परमेश्वरमा जब हामी राख्दछौँ भने उहाँले तपाईँ मेरो जीवनमा गरेको प्रतिज्ञा पुरा गर्नुहुन्छ। त्यसैको निम्ति परमेश्वरले तपाईँ र मलाई के गर्नुभएको छ? बोलाउनु भएको छ, आह्वान गर्नुभएको छ। उहाँमा आशा राख्न परमेश्वरले तपाईँ अनि मलाई आह्वान गर्नुभएको छ। यसै कारण मेरो प्रियजन, मेरो विश्वासी मृतजनहरू, म तपाईँलाई भन्न चाहन्छु त उनीहरूले निराश नहुनुहोस्। परमेश्वरलाई याद राख्नुहोस्, सम्झनुहोस्, शक्तिशाली हुनुहोस्, नडराउनुहोस्। तपाईँको जीवनमा दुःख, कष्ट, परीक्षा, हरेक प्रकारको कुराहरू आउँदा निराश नहुनुहोस्। परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। ढाडस गर्नुहोस्, आफ्नो आशा परमेश्वरमा राख्नुहोस्। जीवनमा आदिहरू आए पनि परमप्रभुमा भरोसा गर्नेहरूलाई उहाँले के गर्नुहुन्छ? सम्हाल्नुहुन्छ, बल दिनुहुन्छ, शक्ति दिनुहुन्छ, विजयतर्फ दौडाउनुहुन्छ। त्यसैले आजैदेखि आफ्नो आँखा समस्यामा होइन परमेश्वरमा राख्नुहोस्। परमेश्वरले तपाईँको जीवनमा प्रशस्त आशिष राख्नु भएको छ। आमेन। प्रभुलाई धन्यवाद भएको होस्। परमेश्वरले तपाईँलाई छोटो वचनमा प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। गड ब्लेस अल अफ यू। प्रेज द लर्ड।